शत्रुता आफन्त भित्रै हुन्छ नि। त्यतिखेर मात्रै शत्रु चिनिन्छ ल जतिखेर तपाईलाई अप्ठ्यारो पर्छ। ढुक्क नपर्नुहोस् ल, सबै मान्छे मेरा हुन्। ढुक्क नपर्नुहोस् ल, सबै छिमेकी सबै इष्टमित्र हाम्रा हुन्। तर जब तपाईलाई आपत पर्छ नि त्यतिखेर जानिन्छ हाम्रा को हुन् अर्काका को हुन्। त्यसो हुँदा दुःख परेको बेला तपाईको साथमा म छु नि भनेर उभिनेवाला बन्धु हुन्छ। दुःख परेको बेला तिम्रो लागि म छु नि भनेर उभिनेवाला दाजुभाइ हुन्छ। तर दुःख परेका बेलामा काखी बजाउनेवाला दाजुभाइ हुँदैन। दुःख परेको बेलामा अझै त्यसमाथि दुःख थप्नेवाला दाजुभाइ हुँदैन। त्यो दाजुभाइको नाममा शत्रु हुन्छ। प्रियजन, आफन्त हुनका लागि एउटै कोखबाट जन्मिनु पर्दैन। दुःख बुझ्नेवाला सारा संसारका मान्छेहरू दाजुभाइ बन्न सक्छन्। जसको मन उदात्त छ, जसको भावना उदात्त छ, जसको व्यवहार सदैव उदात्त छ, तिनी साथी हुन सक्छन्, तिनी बन्धु हुन सक्छन्। तर आफन्त भएर पनि जसको मन सदैव सानो छ, खुम्चिएको छ, तिनीहरू बन्धु भएर पनि कसरी बन्धु हुन सक्छन्, कसरी आत्मा हुन सक्छन्। त्यसैले प्रियजन, आफन्तता केवल जन्मले मात्र हुँदैन, व्यवहार हुन्छ। आफ्नो मान्छे बनाउन सजिलै होला, तर राख्न बडो गाह्रो हुन्छ। आफ्ना मान्छे बनाइराख्न गाह्रो छ, बन्धु बनाइराख्न गाह्रो छ। त्यसकारण मिठो बोल्नु पर्यो, व्यवहार असल भन्नु पर्यो। प्रियजन, यस्तो छ मानव जीवनको कुरा।